नमस्कार सम्पूर्ण साथीहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानल सेयर मार्केटिङ नेपालमा। निरन्तर सेयर बजार तथा आइपिओ सम्बन्धी विभिन्न नयाँ तथा जानकारीमूलक भिडियोहरू लिएर आउने क्रममा आज पनि म हजुरहरूको माझमा उपस्थित भएको छु र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौको 15 गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ र आजको यो भिडियोमा हामी त्यस कम्पनीको आइपिओ सम्बन्धी सम्पूर्ण कुराको बारेमा अध्ययन गर्नेछौँ। त्यस कम्पनीको वित्तीय अवस्था कस्तो रहेको छ, त्यस कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार कतिदेखि कति रुपियाँसम्म होला, त्यस कम्पनीको अर्निङ पर सेयर कति रहेको छ, हामीलाई त्यस कम्पनीले बोनस सेयर दिन सक्ने क्षमता कति रहेको छ अथवा अब त्यसले बोनस सेयर दिने सम्भावना कस्तो देखिएको छ र त्यसैगरी हामीले त्यस कम्पनीको आइपिओमा कति किताको लागि आवेदन दिने, कति लगानीकर्ताहरूलाई पर्छ, कम्पनी कस्तो रहेको छ, हामीले त्यस कम्पनीको आइपिओ यदि पर्यो भने होल्ड गर्दा फाइदा कि सेल गर्दा फाइदा लगायत सम्पूर्ण कुराको बारेमा आजको यो भिडियोमा हजुरहरूले जानकारी पाउन सक्नुहुनेछ। त्यसैले भिडियो एकदमै महत्त्वपूर्ण रहेको छ, कहीँ कतै स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला र यस्तै यस्तै सेयर बजार तथा अब आउने कम्पनीहरूको आइपिओ सम्बन्धी विभिन्न नयाँ तथा जानकारीमूलक भिडियोहरू हेर्नको लागि हाम्रो युट्युब च्यानल सेयर मार्केटिङ नेपाललाई सब्सक्राइब गरी साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला, जसको कारण हजुरहरूले हामीले अपलोड गरेको भिडियो सबैभन्दा पहिले हेर्न र सुन्न सक्नुहुन्छ। आउनुहोस् अब हामी आजको विषयवस्तुतर्फ नै लागौँ। सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौको 15 गतेदेखि आइपिओ निष्कासन गरेको छ र यस कम्पनीले निष्कासन गरेको आइपिओमा हामीले भदौको 19 गतेसम्म आवेदन दिन सकिनेछ। 15 गते बिहान 10 बजेपछि 19 गते साँझ 5 बजेसम्म हामीले यस कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ भने यो कम्पनीले प्रति सेयर 100 रुपियाँ अङ्कित मूल्यका दरले 3,93,750 किता साधारण सेयर अर्थात् आइपिओ निष्कासन गरेको हो र जसमध्ये 0.5% हुन आउने अर्थात् 5,470 किता सेयर यसले आफ्ना कम्पनीका कर्मचारीहरूको लागि सुरक्षित गरेको छ र त्यसैगरी 5% हुन आउने अर्थात् 19,690 किता सेयर यसले सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको 3,68,590 किता सेयर खरिदको लागि सर्वसाधारण अर्थात् जनरल पब्लिकहरूले आवेदन दिन सक्नेछन्। यस कम्पनीले प्रति सेयर 100 रुपियाँ अङ्कित मूल्यका दरले 3,93,750 किता सेयर चाहिँ निष्कासन तथा बिक्री खुल्ला गरेको रहेछ र यसले निष्कासन गरेको सेयरमध्ये 0.5% आफ्ना कम्पनीका कर्मचारीहरूको लागि सुरक्षित गरेको छ। त्यसैगरी 5% यसले सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरेको छ भने सबैलाई यसले कोटा छुट्याएर जनरल पब्लिकको लागि 3,68,590 किता मात्रै सेयर रहेको छ। इच्छुक आवेदकले न्यूनतम 10 किता र अधिकतम 1,000 कितासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था यो कम्पनीको आइपिओमा रहेको छ र हामी लगानीकर्ताहरूले यस कम्पनीको आइपिओमा मेरो सेयरको एप्लिकेसन, वेब र आसपास सदस्य बैंक वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। आसपास सदस्य बैंक वित्तीय संस्थाबाट पनि हामीले आइपिओमा आवेदन दिन सकियो, त्यसैगरी मेरो सेयरबाट पनि आइपिओमा आवेदन दिन सकिनेछ है त। र त्यसैगरी न्यूनतम हामीले यस कम्पनीको आइपिओमा 10 किता आवेदन दिनुपर्नेछ भने अधिकतम 1,000 कितासम्मको लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। कति किता पर्छ, कति किता आवेदन दिने भन्ने विषयमा हामीले पछि यसै भिडियोमा छलफल गर्दै जानेछौँ र यसको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ भने आइपिओ निष्कासन गरिसकेपछि कम्पनीको चुक्ता पुँजी 10,93,75,000 पुग्ने जनाएको छ र यो लघुवित्तको अहिलेको चुक्ता पुँजी 7 करोड रुपियाँ रहेको छ र केयर रेटिङ्स नेपालले यस आइपिओलाई BB- रेटिङ प्रदान गरेको छ र जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्ने गर्दछ। यो इस्युआर
क्रेडिट रेटिङ प्रदान गरेको मिति 2079 2 महिना 11 गते हो भने अब 2080 2 महिना 10 गतेसम्म चाहिँ यसको बहाल रहनेछ। र यो सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन 2063 बमोजिम मिति 2075 कार्तिकको 7 गते कम्पनी रजिस्टरको कार्यालयमा दर्ता भएको पब्लिक लिमिटेड कम्पनी हो र यस संस्था नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त घ वर्गको वित्तीय संस्था हो। अब कमर्सियल बैंक क भयो, डेभलपमेन्ट बैंक ख भयो, फाइनेन्सहरू ग भयो भने यो माइक्रो फाइनेन्समा पर्छ र यसको चाहिँ घ वर्गको वित्तीय संस्था हो र संस्थाले 2075 फागुनको 3 गतेका दिन इजाजत पत्र प्राप्त गरी 75 चैत्र 1 गतेदेखि लघुवित्त सेवा गर्दै चाहिँ यसले आइरहेको छ। छोटो समय भएको छ र छोटो समयमा अत्याधिक यसले चाहिँ के गरेको छ, आफ्नो ग्रोथ गर्न सफल भएको छ। त्यसकारणले गर्दा पनि कम्पनीको वित्तीय अवस्था हामीले राम्रै देख्न सकिनेछ र वित्तीय अवस्था कस्तो छ भन्ने विषयमा हामीले एकैछिनमा चर्चा गर्नेछौँ। यस लघुवित्तको आधारभूत शेयरधनीको रूपमा सिर्जना सामुदायिक विकास केन्द्र रहेको छ भने गोलबजार 7 सिराहाको हो र त्यसैगरी एनआइसी एसिया बैंक लिमिटेड पनि यसको आधारभूत शेयरधनीको रूपमा रहेको छ र यसको केन्द्रीय कार्यालय, यस कम्पनीको रजिस्टर कार्यालय सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नम्बर 7 मा रहेको छ भने यसको कार्यक्षेत्र र शाखा हेर्ने हो भने माइक्रो फाइनेन्स कम्पनीमा कार्यक्षेत्र र शाखा चाहिँ अब फरक रहेको हुन्छ। कतिपय नेपाल अधिराज्यभर चाहिँ आफ्नो शाखा कार्यालयहरू खोल्न पाउने व्यवस्था रहेका हुन्छन्, जस्तो कि जीवन विकास, महिला लघुवित्त लगायतका कम्पनीले चाहिँ देशभरि आफ्ना शाखा सञ्जालहरू खोलेर वित्तीय कारोबार गर्न पाउँछन् भने कतिपय कम्पनीहरूलाई जिल्ला तोकिएको हुन्छ, अञ्चल तोकिएको हुन्छ, हैन, विकास क्षेत्र तोकिदिएको हुन्छ भने यसको कार्यक्षेत्र हेर्नुपर्दा 10 वटा जिल्लामा चाहिँ यसले कारोबार गर्न पाउने रहेछ, जसमा सिराहा, उदयपुर, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सप्तरी र धनुषा करिब 33 वटा शाखा कार्यालयहरूबाट अहिले लघुवित्त सेवा चाहिँ यसले प्रदान गर्दै आएको छ। र पुँजी संरचना हेर्ने हो भने यस कम्पनीको अधिकृत पुँजी 20 करोड रहेको छ भने जारी पुँजी 10 करोड 93 लाख 75 हजार रुपैयाँ रहेको छ। चुक्ता पुँजी अहिले आइपिओ निष्कासन गर्नुभन्दा अगाडि 7 करोड रुपैयाँ रहेको छ भने संस्थापक शेयरधनीको हिस्सा 64% अर्थात् 7 करोड रहेको छ र सर्वसाधारणहरूलाई चाहिँ शेयर वितरण गरिसकेपछि सर्वसाधारणहरूको यस कम्पनीमा चाहिँ 36% स्वामित्व रहनेछ र कुल 3 करोड 93 लाख 75 हजारको। र त्यसैगरी यस कम्पनीको सञ्चालक समितिमा 7 जना सदस्य रहने व्यवस्था गरिएको छ र संस्थापक समूहबाट 4 जना, सर्वसाधारण समूहबाट 2 जना र स्वतन्त्र सञ्चालक 1 जना रहने व्यवस्था रहेको छ र संस्थाको अध्यक्षको रूपमा राजकुमार श्रेष्ठ कार्यरत रहेका छन् भने उद्योग व्यापार क्षेत्रमा करिब 10 वर्षको चाहिँ उनको अनुभव रहेको छ र अन्य सञ्चालकमा चाहिँ रेणुका कुमारी श्रेष्ठ, निवास श्रेष्ठ र सुरेन्द्र केशर देखिएका छन्। र त्यसैगरी अब यो कम्पनीको व्यवस्थापक पक्ष हेर्ने हो भने श्री बटुक शमशेर श्रेष्ठ यस संस्थामा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका छन् र त्यसैगरी नायब प्रमुख कार्यकारी अधिकृतमा सुशीला कुमार सिंह र त्यसैगरी वरिष्ठ अधिकृतमा हरिराम श्रेष्ठ कार्यरत रहेका छन्। र यसको वित्तीय विवरणहरूलाई हामीले एकचोटि हेर्ने हो भने आइपिओ निष्कासन गरिसकेपछि कम्पनीको चुक्ता पुँजी 10 करोड 93 लाख 75 हजार रुपैयाँ चाहिँ पुग्नेछ र त्यसपछि पनि आगामी 3 वर्षसम्म अर्थात् कम्पनीले 81-82 सम्म पुँजी वृद्धि गर्दै जाने लक्ष्य लिएको छ र आगामी 3 आर्थिक वर्षसम्म यो कम्पनीले बोनस सेयर वा हकपत जारी गर्ने अथवा मर्जर तथा प्राप्तिको बाटोमा चाहिँ जाने सम्भावना धेरै देखिएको छ र हजुरहरूले टेबलमा पनि देख्न सक्नुहुनेछ। यसको 75-76 मा यसको चुक्ता पुँजी कति रहेको छ त जम्मा 7 करोड देखिएको छ र त्यसैगरी 76-77 मा पनि 7 करोड रहेको छ। 77-78 मा पनि यसको 7 करोड नै रहेको छ भने 78-79 मा पनि 7 करोड नै देखिएको छ र त्यसैगरी यसको 78-79 मा चाहिँ जब अडिटेड रिपोर्ट आउँछ
अडिटेड रिपोर्ट आइसकेपछि यसको 7 करोडबाट बढेर 16 करोड चाहिँ पुर्याउने यसले लक्ष्य लिएको छ, जसअनुसार यसले लगानीकर्ताहरूलाई चाहिँ राम्रो डिभिडेन्ड अर्थात् बोनस सेयर चाहिँ वितरण गर्ने सम्भावना देखिन्छ भने त्यसैगरी 2079-80 सम्ममा चाहिँ 24 करोड पुर्याउने यसले लक्ष्य लिएको छ भने 80-81 सम्म 30 करोड चाहिँ आफ्नो चुक्ता पुँजी पुर्याउने यसले लक्ष्य लिएको छ। त्यसैगरी आइपिओ जारी गरिसकेपछि कम्पनीले पहिलो वर्षमै 46.29%ले पुँजी वृद्धि गर्ने लक्ष्य राखेको छ र जसको कारणले गर्दा हामीले यस कम्पनीको आइपिओ यदि प्राप्त गरियो भने यो कम्पनीले आइपिओ जारी गरिसकेपछि आफ्नो पहिलो वर्षमै 46.29%ले पुँजी वृद्धि गर्ने लक्ष्य राखेको छ र जसको लागि कम्पनीले 46.29% बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ अथवा पद अथवा एफपिओ यसलाई चाहिँ थुप्रै विकल्पहरू रहेका हुन्छन् भने दोस्रो वर्ष चाहिँ 50% र तेस्रो वर्ष 25%ले पुँजी वृद्धि गर्ने यसले प्रक्षेपण गरेको छ। यो कम्पनीले कर्जा सापट्टि तथा निक्षेप सङ्कलन वृद्धि गर्दै जाने लक्ष्य राखेको छ र त्यसै अनुरूप कर्जा परिचालन पनि वृद्धि गर्ने यसको उद्देश्य रहेको छ। 81-82 सम्ममा चाहिँ कर्जा परिचालन झन्डै 3 अर्ब 77 करोड रुपियाँ पुर्याउने यसले लक्ष्य लिएको छ भने हाल यसको 78-79 मा 2 अर्ब 26 करोड रुपियाँ चाहिँ कर्जा परिचालन रहेको छ र यो कम्पनीले आर्थिक वर्ष 2077-78 मा प्रति सेयर आम्दानी 93.91 रहेको बताएको छ भने प्रति सेयर नेटवर्थ 302 रुपियाँ देखिएको छ। यसको प्रति सेयर नेटवर्थ हेर्ने हो भने आर्थिक वर्ष 75-76 मा 165, 76-77 मा 209, त्यसैगरी 77-78 मा 302 रुपियाँ रहेको छ भने 79-80 मा 194 रुपियाँ पुर्याउने यसले लक्ष्य लिएको छ। 80-81 मा 160 र 81-82 मा 155 यसले पुर्याउने लक्ष्य लिएको छ भने प्रति सेयर आम्दानी पनि 75-76 मा 0.09 रहेको थियो भने 76-77 मा कम्पनी घाटामा देखिएको थियो र 77-78 मा 93.91 रुपियाँ प्रति सेयर आम्दानी भएको कम्पनीको अहिलेको सञ्चित नाफा पनि राम्रै नै देखिएको छ र त्यसैगरी 79-80 मा 54 रुपियाँ 81 पैसा प्रति सेयर आम्दानी पुर्याउने यसले लक्ष्य लिएको छ र 80-81 मा 39 रुपियाँ 46 पैसा भने 81-82 मा 33.60 यसको प्रति सेयर आम्दानी चाहिँ पुग्ने प्रक्षेपण देखिएको छ र त्यसैगरी यो कम्पनीले आइपिओ निष्कासन गरेपछि त्यो आइपिओ निष्कासन गरेको रकमबाट यसले चाहिँ पुँजीको उपयोग कहाँ कहाँ गर्नेछ भने भौतिक पूर्वाधार तथा शाखा विस्तारमा पनि यसले गर्नेछ र त्यसैगरी पशुपालन तथा कृषि कर्जामा पनि यसले लगानी गर्नेछ, खुद्रा व्यापार र सेवा कर्जामा पनि यसले दिनेछ भने साना तथा घरेलु उद्योग कर्जालाई पनि यसले ऋण दिनेछ र यसरी चाहिँ आफ्नो पुँजी परिचालन गर्ने यसले उद्देश्य राखेको छ र हामीले अब यस कम्पनीको आइपिओमा धेरै किताको लागि आवेदन दिन जरुरी छैन, जम्मा 10 किताको लागि आवेदन दिँदा उपयुक्त हुने देखिन्छ किनकि यसमा अब थोरै किता आइपिओ निष्कासन गरेको हुनाले भाग्यमानी 36,859 जनाले मात्रै 10 किताको दरले सेयर प्राप्त गर्न सफल हुनुहुनेछ। यस अर्थमा अब कम्पनीको आइपिओमा आवेदन भने झन्डै 17-20 लाख लगानीकर्ताहरूले दिने गर्दछन् र त्यसमध्येबाट जम्मा 36,000लाई पर्ने भएको हुनाले हामीले धेरै आवेदन दिएर आफ्नो रकमलाई होल्ड गराउनु छैन। त्यसकारणले गर्दा जम्मा 10 किताको लागि आवेदन दिँदा उपयुक्त हुने देखिन्छ र त्यतिको लागि नै हजुरहरूले आवेदन दिनुहोला। र साथीहरू, यस कम्पनीको आइपिओ निष्कासन गरिसकेपछि यसको दोस्रो बजारमा पहिलो कारोबार कतिमा होला त भन्ने विषयतर्फ लागौँ। यस कम्पनीको आइपिओ निष्कासनपछि नेप्सेमा 302 रुपियाँदेखि 906 सम्मको रेन्जमा चाहिँ सूचीकरण हुने सम्भावना देखिएको छ। नेप्सेले सूचीकरण रेन्ज नेटवर्थको अधिकतम 3 गुणासम्म मूल्य रेन्ज तोक्ने गरेको छ र यसको अडिटेड रिपोर्ट आर्थिक वर्ष 2077-78 अनुसार चाहिँ 302 रुपियाँ यसको प्रति सेयर नेटवर्थ रहेको हुनाले त्यसैको 3 गुणासम्म चाहिँ ओपन हुन पाउने व्यवस्था चाहिँ यस कम्पनीको आइपिओमा रहेको छ। हजुरहरूले चाहिँ यो प्रति सेयर नेटवर्थ कतै कतै 301 रुपियाँ 95 पैसा पनि देख्नु भएको होला हैन। 0.5 को कुरा हो, खासै फरक चाहिँ पर्दैन हैन। कतै कतै 301.95 छ भने कतै कतै चाहिँ 302 रुपियाँ लेखिएको छ र त्यसैगरी अब यसको चाहिँ इपिएस
78-79 सम्म चाहिँ 50.78 पुर्याउने यसले लक्ष्य लिएको छ भनियो हैन। नेटवर्थ 188.67 रहनेछ भनेर पनि हामीले भनियो। यो यसको प्रक्षेपण हो भने रिजर्भ 14.35 करोड पुर्याउने यसले लक्ष्य लिएको छ 78-79 मा र नेट प्रफिट चाहिँ 8.13 करोड चाहिँ यसले गर्ने जनाएको छ। अब समग्रमा हेर्ने हो भने कम्पनीको वित्तीय अवस्था एकदमै मजबुत नै देखिएको छ। त्यस कारणले गर्दा हामीले यस कम्पनीको आइपिओमा सर्ट टर्ममा त राम्रो प्रफिट लिन सकिन्छ नै, तर लङ टर्ममा पनि हामीले यसबाट राम्रै प्रफिट चाहिँ लिन सकिनेछ। कम्पनी यदि मर्जरमा गएन भने यस कम्पनीका लगानीकर्ताहरूलाई एकदमै फाइदा हुनेछ, किनकि कम्पनीले आगामी 3 वर्षसम्म एकदमै तीव्र रूपमा आफ्नो पुँजी चाहिँ वृद्धि गर्दै जाने लक्ष्य लिएको छ र जसको कारण यसले चाहिँ लगानीकर्ताहरूलाई बोनस शेयर वितरण गर्नुपर्ने हुन्छ र यस कम्पनीले राम्रो डिभिडेन्ड चाहिँ लगानीकर्ताहरूलाई दिँदै जानेछ। यस अर्थमा अब हजुरहरूले यस कम्पनीको 10 किता आइपिओ चाहिँ प्राप्त गर्नुभयो भने सर्ट टर्ममा राम्रै रिटर्न आउँछ। हामीले यस कम्पनीको यतिको कम्पनीलाई चाहिँ हामीले न्यूनतम पनि 2500 को टार्गेट चाहिँ राख्न सकिन्छ। अहिले 2500 भन्दा कममा बेचेर फाइदै छैन हैन। 2500 भन्दा माथि चाहिँ अब बुल मार्केट भएको भए अहिले 4500 5000 सम्म पनि पुग्न सक्थ्यो, तर अहिले मार्केट चाहिँ बियर स्ट्रेन्डमा रहेको छ, जसको कारणले गर्दा 2500 क्रस गरिसकेपछि पनि अब धेरै मूल्य बढ्न नसक्ला अथवा बढ्ला, त्यो छुट्टै कुरा भयो। हजुरहरूले चाहिँ यस कम्पनीको आइपिओलाई चाहिँ होल्ड गरेर बस्न पनि सक्नुहुन्छ है त। कम्पनीको वित्तीय अवस्था मजबुत भएको हुनाले राम्रो डिभिडेन्ड दिँदै जानेछ र हाम्रो अहिलेको 10 किता आगामी 3 वर्षसम्म चाहिँ यसको कमसेकम पनि 25-30 कितासम्म हुनेछ र मार्केट प्राइस घटेर 2000 मै आयो, 1500 मै आयो, 2400 मै आयो भने पनि त्यस्तो अवस्थामा चाहिँ हामीले अहिले होल्ड गर्ने र मार्केट जब बढ्छ एक्सट्रिम बुलमा हुन्छ त्यति बेला चाहिँ हामीले बिक्री गर्न सकिन्छ। र साथीहरू जम्मा 10 किताको लागि आवेदन दिनुहोला। यसकोमा चाहिँ 19 गतेसम्म तपाईहरुले आवेदन दिन सक्नुहुनेछ र कम्पनीको बारेमा अन्य केही कुरा छ भने हजुरहरूले कमेन्टमा सोध्न सक्नुहुनेछ। नभए आजको लागि चाहिँ भिडियो यति नै रहेको छ। आजको यो विषयवस्तुमा आधारित भिडियो हजुरहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला र भिडियो मन परेको भए च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई क्लिक गरिदिनु होला। अब हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। त्यति बेलासम्मको लागि बिदा माग्न चाहन्छु। धन्यवाद।